महाविनाशकारी भूकम्पले पारेको मुलुकको क्षतविक्षत अवस्था देखेर कसको मन नदुख्ला। झन् त्यसमाथि सधैँ सम्पूर्ण प्राणी जगतको हित र शान्तिको कामनामा लीन रहने बौद्ध मार्गी लामा भिक्षुहरूको मन त भत्केला भौतिक संरचनाहरू जस्तै क्षतविक्षत बनाइदिएको छ यस पटकको भूकम्पले। त्यसैले भूकम्पबाट पीडित जनताहरूलाई सान्त्वना दिन र उनीहरूका चढाइरहेका मनहरूमा मलहम लगाउन गुम्बा र बिहारमा तालसा लगाएरै लागि परेका छन् लामा भिक्षुहरू। एक रिपोर्ट। सधैँ पूजापाठ र ध्यानमा लीन हुने लामा भिक्षुहरू अचेल गुम्बा र बिहारमा भन्दा महाविनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रहरूमा पीडितलाई राहत बाँड्नमा व्यस्त देखिन्छन्। 17औं अवतारी गुरु कर्मापा उर्यन थिन्ले दोर्जेको निर्देशनमा नेपाल कर्मापा सेवा समाजका 300 भिक्षु र रानीहरू राहत वितरणमा लागिरहेका छन्। गुम्बा र बिहारमा तालसा लगाएरै पीडितहरूको उद्धारका लागि विकट क्षेत्रसम्म खाद्यान्न लगायत राहत लिएर उनीहरू वितरणमा लागिरहेको कर्मापा सेवा समाजका राहत वितरण अभियानका संयोजक गुरु छोजे लामा फुन्छोकले बताउनु भयो। अहिले हाम्रो यहाँको कुनै हेरेपछि यो मुनिमा छ स्कुल एउटा छ त्यो पनि अब राख्नु आइन्छ। त्यो चाहिँ अहिले तापमान लागेर राखिदिएको छ किनभने अब अहिले आफै चाहिँ यहाँ राखेर बाहिर चाहिँ अहिले सहयोग गर्ने पछि चाहिँ अलिकति बाहिर चाहिँ राख्नु भएपछि आफै चाहिँ भित्र काम गरेर अहिले यसो गरेर त्यो जुन दिन अहिले तापमानले राखिदिएको छ। भारतबाट सहयोग ट्रक पाल म्याट्रेस पानी र खाद्यान्न लगायतका राहत सामग्रीहरू ल्याएर उनीहरूले भूकम्प प्रभावित जिल्लाहरूमा वितरण गरिरहेका छन्। मुख्यतः भूकम्पबाट अति प्रभावित गोर्खा र सिन्धुपाल्चोकका विकट क्षेत्रहरूलाई लक्षित गरी राहत वितरण भइरहेको भिक्षु कर्मदासाङ तामाङले बताउनु भयो। भूकम्पले मुलुकमै क्षतविक्षत भइरहेको बेला पूजापाठभन्दा समाजको उद्धारमा लाग्न आवश्यक ठानी गुरुको सुझाव अनुरूप कर्मापा सेवा समाजले राहत वितरण गरिरहेको उहाँको भनाइ छ। हाम्रो नेपालमा एउटा विपत्ति घट्यो त्यसमा हामीले अब विशेष गरी हामीले दुईटा जिल्लामा जुन सिन्धुपाल्चोक र गोर्खा जिल्लामा हामीले चाहिँ एउटा यसको एकदम टार्गेट बनाएर हामीले त्यो जिल्लामा धेरैभन्दा धेरै मानवीय क्षति र आर्थिक भौतिक रूपमा सबैभन्दा क्षति पुर्याएको ठाउँ त्यो जिल्ला भएको कारणले हामीले यो गोर्खा जिल्ला र सिन्धुपाल्चोक जिल्लामा चाहिँ हामीले जाने निर्णय गरियो र हामी सिन्धुपाल्चोक हामी म आफै खुद पनि गएको थियो र उहाँ सम्झिनजी पनि पुग्नुभयो र त्यहाँ चाहिँ हामीले 3टा गाविसमा लप्तरपुर गाविस ठुलो दार्जिलिङ गाविस र हामी लिसङ्गु गाविसमा हामीले त्यहाँ चाहिँ यो खाद्यान्न सामग्रीहरू जस्तै अब मान्छेलाई चाहिने दैनिक चाहिने जुन यो चामल दाल होइन यो नुन इत्यादिहरू जुन टेन त्यस्तो खालको जुन आवश्यक सामग्रीहरू चाहिँ हामीले त्यहाँ वितरण गरेर हामी भर्खर 2 दिन भयो त्यहाँबाट फर्केको र गोर्खा जिल्लाबाट चाहिँ अझै पनि त्यहाँको रिजल्टहरू आउन बाँकी नै छ। त्यो अहिलेको सोच्नुहोस्। हाल उपत्यकामा रहेका 14 कर्मापा गुम्बाहरूबाट 300 भन्दा धेरै भिक्षुहरू राहत वितरणमा जुटेका छन्। नेपाल कर्मापा सेवा समाजले पानी पाल कम्बल लगायत विभिन्न खाद्य सामग्रीहरू उपत्यका लगायत दोलखा रसुवा गोरखा नुवाकोट सिन्धुपाल्चोक र रामेछापका विकट क्षेत्रहरूमा वितरण गरिएको जनाइएको छ। न्युज 24 टेलिभिजनका लागि टिभी जर्नलिस्ट तिलक गुमछारको रिपोर्ट।